हेलो एभ्रिवान, आज हामी क्लास 12 कम्प्युटर साइन्सको इम्पोर्टेन्ट एन्ड फिक्स्ड क्वेसन फर बोर्ड एक्जाम गर्दैछौँ। सुरुमा युनिट 1 डिबिएमएस डाटाबेस म्यानेजमेन्ट सिस्टम 5 मार्क्सको आउँछ यो र अरमा आउँछ। दुईटा क्वेसन आउँछ, एउटा गर्नुपर्ने र यसमध्ये इम्पोर्टेन्ट क्वेसनहरू यहाँ छन्। व्हाट इज नर्मलाइजेसन, एक्सप्लेन 2NF एन्ड 3NF, difference between centralized and distributed database system, difference between DDL and DML, what is database model, describe one database model with example। यहाँबाट मेन भनेको चाहिँ यो आइरहेको हुन्छ जहिले पनि नर्मलाइजेसन। र अब युनिट 5 बाट ओओपी अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ, यो पनि 5 मार्क्समा आउँछ। यसमा दुईटा छ इम्पोर्टेन्ट, डिफरेन्स बिट्विन ओओपी एन्ड पिओपी, अनि अर्को राइट सर्ट नोड अन क्लास इनहेरिटेन्स पोलिफर्मिजम इन्क्याप्सुलेसन, यो दुईटाबाट एउटा आउँछ। र अर्को छ युनिट 2 को कम्प्युटर नेटवर्किङ, यो 8 मार्क्समा आउँछ। डिफरेन्स बिट्विन स्टार टोपोलोजी एन्ड बस टोपोलोजी विथ एक्जाम्पल एन्ड फिगर, डिफरेन्स बिट्विन स्टार टोपोलोजी एन्ड रिङ टोपोलोजी विथ एक्जाम्पल एन्ड फिगर, वाट इज ट्रान्समिसन मिडिया, डिफरेन्स बिट्विन गाइडेड एन्ड अनगाइडेड मिडिया, एक्सप्लेन ओएसआई मोडल। मेन भनेको यो तिनटाबाट आइरहेको छ, यो आएको छैन खासै, मेन यो तिनटाबाट पढ्नु होला। र अर्को युनिट 7 रिसेन्ट ट्रेन्ड इन टेक्नोलोजी, यो पनि 5 मार्क्सको आउँछ। वाट इज क्लाउड कम्प्युटिङ, राइट इट्स एडभान्टेज एन्ड डिसएडभान्टेज, राइट 5 एक्जाम्पल अफ एआई एप्लिकेसन इन एजुकेसन, मोबाइल कम्प्युटिङ भिआर को एडभान्टेज डिसएडभान्टेज, यतिबाट एउटा आउँछ। र युनिट 3 वेब टेक्नोलोजी 2, यो पनि 5 मार्क्समा आउँछ। राइट अ जाभास्क्रिप्ट फंक्शन that check if a number is even or odd and print the result, write a program to find the largest number among three number in JavaScript, largest अथवा smallest, write a JavaScript code to calculate the factorial of given number, अथवा theoretical आउँछ, अरमा आउँछ। र युनिट 4 प्रोग्रामिङ इन सी, 10K likes and I will upload C programming solution in important question, यो 8 मार्क्समा आउँछ। युनिट 6 सफ्टवेयर डेभलपमेन्ट मोडल 5 मार्क्स। वाट इज सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल, एक्सप्लेन फेजेज अफ SDLC, वाट इज सिस्टम एनालिसिस, एक्सप्लेन इट्स रोल्स एन्ड रेस्पोन्सिबिलिटी, वाट इज वाटरफल मोडल, राइट्स इज एडभान्टेज एन्ड डिसएडभान्टेज, वाट इज रिक्वायरमेन्ट ग्यादरिङ, एक्सप्लेन डिफरेन्ट रिक्वायरमेन्ट ग्यादरिङ मोडल। यति नै हो। भिडियो मन परे लाइक, सेयर, कमेन्ट गर्नुहोला। धन्यवाद।